हेलो गुड मर्निङ गाइज, गुड मर्निङ है। ल आज चाहिँ हाम्रो कोरियनको सल्लाह लाग्यो है। हाम्रो त्यो 4वटा टिक देख्नु सक्नुहुन्छ। 4वटा टिक चाहिँ सल्लाह लाग्यो, कोरियामा सल्लाह लाग्यो। हामी छुट्टी भइसक्यो अनि टक्क म चाहिँ साथीहरूलाई भेट्न जाने प्लान गर्दैछु। आज चाहिँ विशाल र अनि विकास दाइ आउनुहुन्छ सोमा। टक्क भेट्दैछु इभरल्यान्ड गइन्छ होला। इभरल्यान्डको मजा लिन्छ हामी। आज चाहिँ बसेर भोलि गइन्छ होला इभरल्यान्ड। ओके गाइज, लेट्स मिट है त। गाइज दिन पनि एकदमै राम्रो छ है, घाम लागेको छ एकदमै दामी तरिकाले। यस्तो रोमान्टिक छ दिन पनि। केटाहरूलाई भेट्न जाँदैछु। पक्कै पनि दामी मजा हुन्छ कि। तर माइनसमा त माइनसमा चाहिँ आज माइनस टेम्परेचर -3 छ है। तर इट्स ओके फाइन। -8, 9, 10 भन्दा त बेटर नै हो। अब जाँदैछु म, निस्किँदैछु झोला बोकेर। पुरा केटाहरूलाई भेट्नलाई तयारी अवस्थामा। आइएम एक्साइटेड अल्सो है। आइएम लिटल बिट एक्साइटेड किनभने नेपालमा यस्तो चिज हाम्रो हिँडेको साथीहरू आज कति महिना भयो? 6-7 महिना, 5 महिना भयो। 5 महिना र 6 महिना भयो भनौँ न। 6 महिना हुन लाग्यो। अब भेट्न लाग्दैछु। पक्कै मजा हुन्छ होइन। बिरानो ठाउँमा घर नजिकको केटाहरू भेट्दाखेरि त कस्तो हुन्छ होइन, इमेजिन गर्नु। दामी मजा हुन्छ, पक्कै नै मजा हुन्छ। गएर त च्याप्प केटाहरूलाई पहिला सुरु हक गर्नुपर्छ, च्याप्प मिठो बात। गाइज म गाडीबाट झरिसक्यो। अब ट्रेनबाट फेरि 10 मिनटमा विशाललाई भेट्दैछु। फर्स्ट सुरु विशाललाई भेट्छु म। हतार छ, हिँडिरहेको छु म। विशालमा आउँदैछु। वेट म्यान वेट, 10 मिनट जस्ट 10 मिनट। यो चाहिँ हाम्रो फ्याङडोङ स्टेसन हो। यहाँबाट हामी जहाँ पनि जान सकिन्छ ट्रेन चढेर। ओके लेट्स सी। म विशाललाई भेट्छु, आउँदैछु। गाइज म विशाललाई खोज्दैछु। कता छ विशाल? खोइछि म खोजिरहेको छु विशाललाई। कता छ पुरी दोस्त? उता गर्दैछु भन्दै थियो। फाइनल्ली भेट्यो मैले। विशाल कता छ? मैले उसलाई देखिरहेको छैन। कसलाई मैले भेटिरहेको छैन। कहाँ छु? मार्केट सुन फाइन्डिङ हिम। कता खोज्दैछु म, खोज्दैछु विशाललाई। कता छ? कता छ हो? कता गयो? I'm coming. 3, 2, 3 seconds. 1. 3, 2, 1. आंदे फाइनली भेटियो। के हो कि सुक्यो हो क्या हो? कस्तो उस भएर आएको त नि, हिपहप भएर आएको त नि। कोरिया र नि नेपाली असली साथी हो। हेलो
दाइ हुनुहुन्छ ल है होइन साथी ए ल भेटियो गाइज के छ शब्द दुई शब्द अब धेरै पछि कोरियामा भेटियो होइन अब रमाइलो हुन्छ तिमी त कालै रहेछ दिने यार एउटा यार कस्तो काले मान्छे अनि कालै त हुन्छ नि अनि चेन्ज हुन्छ र अनि यति साह्रो त हुन्न यार छोड्छु साइकलमा ओके गाइज राखिदिन्छु मलाई त भेट्यो विशाललाई होइन भेट्छ कि म के छ विशाल फाइनली भेटियो दाइ नमस्ते के छ भाइ ल तारामा के झन्सानो देखिन्छ यार के भएको बुढो देखिन्छ त होइन कहाँ दिन्छ भगवान् म नकाल दिन्छ मान्छे कति गर्छ मान्छे भइदिए आनन्द त उसको काम रहेछ क्या के छ त नि मामे बाबा फर्स्ट क्लास फाइनली भेटियो दुईवटा गाइस तारा मामेलाई नि भेटेँ विशाललाई नि भेटेँ है यहाँ दाइलाई नि भेटेँ हामी अब एउटा विकासलाई आउँदै हुनुहुन्छ अहिले चाहिँ म विकास साई ठकुरीलाई भेट्न जाँदैछु मलाई देखिसकेँ तोरी दाइलाई भेट्न आउँदैछु म चिनेर कसलाई खोजिरहेको चाहिँ के छ दाइहरू आकाशी पुलमाथि बस्दिने होइन 4 नम्बर 4 नम्बर त्यो त त्यही हो नि अनि म त्यही अगाडि स्टार बक्स त्यही आएर बसेर अनि स्टार बक्स गेटमै गर्नुपर्छ नि त नि फेरि साथीहरू फेरि यता भएर गेटमै गर्नुपर्छ नि त नि स्टार बक्सतिर बसेर को लेख्छ त नि के लगाउन त अब कता लाग्ने खै त अरू त्यहीँ तल बसिराख हो जाउँ न त तल गुड मर्निङ एभ्रिवान आज चाहिँ लटकको दोस्रो दिन हामी दोस्रो दिन अब इभरल्यान्डको लागि रेडी हुँदैछौँ विकास दाई के छ दाई ठिक छ ऋषि दाई व्हाट्सअप दाई ठिक छ होइन भेसु व्हाट्सअप ठिक छ विशाल आइफोन छ पछाडिको ब्याकग्राउन्ड चाहिँ नदेखिएको छैन त्यही हो आइफोन छ पछिमा थाहा राख्यो आइफोन छ भन्छ त्यही हो है अब चट्ट हामी चाहिँ रेडी हुँदैछौँ इभरल्यान्डको लागि सबैजनाले हामी कपडा सपडा लगाएर चट्ट रेडी भएर आजको दिनको सुरुवात अब यहीँबाट हुन्छ हाम्रो ओके गाइज लेट्स सी अब इभरल्यान्डमा है त के त दिने टाढाबाट आयो धेरै यार सुकै यस्तो के छ त भोक लाग्यो होला है के छ खबर ठिकै छ मास्क लगाउँदा राम्रो देखिँदो रहेछ मलाई फाइनली हामी गरेर आइसक्यो गाइस ठिकै लाग्छ ओके फाइनली हामी चाहिँ इभरल्यान्ड आइपुगेको अवस्था छौँ दाइ बेसु वाटरको हामी मोबाइल क्यामेरा चाहिँ पछाडि उसले कार्ड निस्के पनि चार्ज गर्छु दामी जस्तो ठाउँ चाहिँ हेर्दाखेरि होइन मजा लिनुपर्छ गाइज हामी चाहिँ अब स्काई क्रुज जाँदैछौँ है हाम्रो गाइडहरू यहाँ छ होइन 6जना केटाहरू हामी अब हामी स्काई क्रुज जाँदैछौँ
हामी आज चाहिँ केबल कारको मजा लिनेवाला छौँ। हेरौँ अब कुकुरलाई डर लाग्छ, कुकुरले मजा लिन्छ भन्ने कुरो गएपछि थाहा हुन्छ। ओके लेट्स सी। ओके हामी चाहिँ केबल कारमा चढिसकेको अवस्था छ। के छ केटाहरू, के छ फ्रीमा चढ्न पाएको गाइज हामीले होइन, 3000 भित्रैमा होइन। अब हामी केबल कारको मजा लिँदैछौँ गाइज। पर्दैन अटो चलिरहनु रहेछ नि त। ओके हामी केबल कार चढ्यौँ। केबल कारमा स्लो भयो त, स्लो त हुन्छ नि गिटार रहेछ त्यहाँ, गिटार कत्रा ठुलो। यस्तो त गाह्रो हुन्छ नि यार। यो नि मजा, अझै अर्को मात्र छुट्टिन्छ होला नि। एकदम बाक्को मुटु जान्छ दिनेश यार। भाइ भिडियो बनाइदिनु न। दर्शक बिनहरू हामी अहिले मनोकामनाको मन्दिरमा जान लागिरहेको छौँ होइन। मनोकामनाको दर्शन पुरै सिनेरी चेन्ज भएछ अहिले। नेपाल विकास भएछ, नेपाल विकास भएछ, नेपाल विकास भएर कोरिया भइसक्यो अवस्था छ। कता सुन्नु तलबाट रहेछ त। आमा स्कुटी उस्ने रहेछ त, स्काई रहेछ त, सबै रहेछ त। आधा घुमियो सबै। त्यस्तो कुरा नगर। 전설 속의 동물이 벚꽃친구 앞에 있는 지붕과 파이 저기 오른쪽 손을 돌리면은 뒤에는 건빵이 돌아왔어. 건빵이 흘러내었다. 그리고 건빵이 바닥에 떨어지지 않게 그렇게 손으로 잡고 허리가 기네. 이제 멋있겠어요. 저기 오른쪽에 이빨가락 보여주면서 잡은 것이 यहाँ त फेरि हामी केबल कारमा यार हेर्न यार 5 बन्द लागिसक्यो कि मलाई प्रब्लम